भाइ म त गड्डा है बहुत। साथीहरू नमस्ते। आज चाहिँ बेङ्गलोरमा भारी वर्षा भएको छ हेर्नु साथीहरू। अब यो गाडी आयो आमा यो पानी हेर्नु है छल्केर कहाँसम्म आइपुग्छ। गोवा वेलकम टु गोवा बिच। यति ठुला हेर्नु निस्क्यो है यो गाडी फस्यो। सबै त्यति ठुलो ट्रकले कसरी त्यसले ल्याएको बाटो हेर्नु है। अब त्यो गाडी निकल रहे हो। मेरो बाइक चाहिँ सेफ छ साथीहरू। यहाँ त्यो बसवालाले कोही बिचरा त्यो बाइकवालालाई कसरी त्यो त रोक्न सक्छ नि यार। बिचरा त्यो बाइकवाला फस्यो यहाँ। त्यो बाइकवालाको नि गल्ती हो नि। त्यत्रो के यत्रो हुँदा हुँदै पनि तिनीहरू किन आउनु त होइन। गाडी आएर यहाँ हेर न साथीहरू यो के अरे बाइकलाई उ गरिदिरहेको छ बिचमा फसे बिचरा। एम्बुलेन्स आयो क्या मेन कुरा। त्यो एम्बुलेन्सलाई चाहिँ कसरी निकाल्छ होला मान्छेले। यहाँ एम्बुलेन्समा पर छ यहाँ बुढा चावल भेटी बसेर आयो मुसिको। त्यो गाडी फस्यो हेर्नु। रोकिला बिचमा लाग्यो। यो गाडी चाहिँ फसेकै भयो हेर्नु है। यो बस कति ठुलो तर यो गाडी त यहीँ फसिहाल्यो बिचरा। धकेलिदिएको पछाडिबाट निस्किन के गर्नु सक्छ भाइ। वो गाडी को निकाल देंगे चलो। मैले सोचेको थिएँ साथीहरू यो केटाहरू छ नि सबै मिलेर बाइक गाडी निकालिदिउँ भनेको। यिनीहरूले त पैसा मागिरहेको रहेछ। अब म एक्लैले गएर त गर्ने भएन होइन। गर्न सकिँदैन। सबैजना मिलेर निकालिदिउँ न भनेको। यिनीहरूले त 2000 चार्ज गरिरहेको रहेछ होइन। त्यही भएर म चाहिँ लागिनँ त्यसमा। किनकि अब म एक्लै गएर नि हुने होइन। नाला जाम भएको छ फेरि। पुरा ट्राफिक लाग्यो। अब यो बस डुबेको देख्नुहुन्छ है। पुरा प्यासेन्जर निकाल्थ्यौँ। अघि हामीले 3-4 अटोलाई निकाल्थ्यौँ। यहाँ फसेको थियो अनि मेरो बाइक चुम्मा परछ। मेरो बाइक पनि यहाँनिर ठ्याक्कै यहाँनिर यो साइकल छ नि यतिको थिएन कि त्यही साइकलनिरै मेरो पनि बसेको लडेको उ त्यहाँनिर ठ्याक्कै त्यहाँनिर चाहिँ एउटा के छ कि पानी तलतिर जाने मतलब नाला छ। त्यो नालामा झन्डै फसेको नि बाइकमा। भाई बहुत गड्ढा है भाई। बहुत गहरा है इधर। हेल्प चाहिए साथीहरू यहाँ। अब बस आउँदैछ है साथीहरू। हाम्रो दाइ पनि आउनु भयो है। गाह्रो छ यार गाह्रो। म यहाँ झन्डै मरेँ नि दाइ यार। यहाँ झन्डै मरेँ नि म। त्यो लडेर नि दाइ होइन मलाई थाहा छ त्यही भएर त चलाएको। गाडी खै त गाडी हो पछाडि नै त सेफ छ। बिचरा एम्बुलेन्स आयो यार। तपाईँ यता नि जानु सक्नुहुन्न। यता जानु होइन म यता आएको। ए तपाईँ गडको त्यहाँनिर कस्तो यति छ बाटोमा पनि बिच बाटोमा अहिले कम्ती भइसक्यो। त्यहाँ एकैचोटि कम्ती हुन्छ हो ल भाइ।
धेरै भयो है साथीहरू, गाह्रो भयो। अब यहाँ एम्बुलेन्स आयो क्या, मेन कुरा त्यो एम्बुलेन्सलाई चाहिँ कसरी निकाल्छ होला मान्छेले। यहाँ एम्बुलेन्स पर छ, अब यहीँ भइहाल्यो। यहाँ फस्यो गाडी, यो गाडीलाई चाहिँ निकाल्न पाएदेखि यो गाडीलाई निकाल्न पाएँ, यो गाडीहरू सट्टै यता आउँथ्यो नि त। अब यो गाडी यहाँनिर बन्द भएर बसेको छ, कसरी निकाल्छ त्यो गाडी? यो गाडीलाई चाहिँ निकाल्यो है केटाहरू। अब चाहिँ निस्किन्छ गाडी। अब यो गाडीलाई धक्का पर्छ धेरै, किनकि सबै गाडीहरू आउँछ, यो गाडीलाई पानीले जाम हानिदिन्छ है। साथीहरू यो चाहिँ के अरे मान्छेहरू पौडी खेल्ने ठाउँ होइन, यो चाहिँ गाडीहरू पौडी खेल्ने ठाउँ हो। वेलकम टु गोवा बिच। यहाँ चाहिँ यो पौडीमा चाहिँ छ नि साथीहरू, ठुल्ठुलो गाडीहरू पौडी खेल्छ क्या, मतलब बसहरू यहाँ पौडी खेल्दै आउँदैछ एउटा होइन। सानो सानो बाइकहरू पनि, पुन्टीहरू पनि यहाँ खेल्छ होइन। घर छालायो होइन, ठुलो गाडीले पौडी खेलेपछि अब ठुलै छालाउने हो नि त होइन। अन्त सानो सानो मान्छेको त पत्लाङ पुत्लुङ हुन्छ नि त। अब ठुल्ठुलो गाडी खेलेपछि त सर आयो होइन। साथीहरू पुलिसको गाडी नै आउँदैछ। यी ट्राफिक लागेको छ यहाँ, मान्छेहरू हेर्नु कति भएको छ है, जम्मा भएको छ। म नि यहाँ भिडियो बनाउने चक्करमा बस्यो, अब मलाई यहाँ ट्राफिकमा डरै सताउँछ। त्यहाँ हेर्नु है, पानी भित्र गएर आउँछ है। अब पुलिसको गाडी फसाएको छ यहाँ। मेन कुरा चाहिँ त्यहाँनिर एउटा उ छ कि एम्बुलेन्स छ क्या, त्यहाँभित्र बिमारी छ नि त। त्यो बिमारीलाई कसरी उ गर्ला, म त्यसकै वेटिङमा छु। निक्ल्यो है, निक्ल्यो आउँदैछ है, आउँदैछ है। त्यो निक्लेपछि म पनि निस्किन्छु। XUV 700 गाडीले पनि भर्खरै पौडी खेलेर बाहिर निस्केको छ। डराउने मान्छे त के पानीमा बस्ने यार। ल अब त्यो निस्केपछि चाहिँ सजिलो हुन्छ। पछाडिको स्कुटीवाला पनि उ गरिरहेछ, आउने कोसिस गरिरहेछ। कसरी आउँला यो मान्छे चाहिँ, कसरी आउँला यार। सल्युट छ यार त्यस्तो मान्छेलाई चाहिँ, जसले चाहिँ आफ्नो के छ यार तिम्रो हालखबर। ए म यहाँ झन्नै मऱ्यो नि यार, झन्नै मऱ्यो। मैं थोड़ा से बच गया था भाई, इतना है मेरा, इतना तो आएगा। हाँ मेरा बाइक पूरा डूब गया था। इधर से जा सकता है, जा इधर से जा सकता है, जाके आया भाई, जा सकता है आपका। हाँ जा सकता है, लेकिन इतना तक तो आएगा उधर भी। फस्यो ल साथीहरू भाइ सबैलाई है शुभ दिन सबैलाई। अब यो चाहिँ ठ्याक्कै बेङ्गलोरको यो जेपी नगर भन्ने ठाउँमा हो। म चाहिँ खास गरी यहाँ पटतिर एउटा बिहान कहिलेकाहीँ पार्ट टाइमको लागि गाडी धुने काम गर्छु क्या। त्यहाँ जाँदै थिएँ म, खास गरी यताबाट घुमेर आएको थिएँ। यताबाट घुमेर त्यहाँ न्युटन लिएर यस्तो आउनुपर्छ। त्यहाँनिर यहाँ पानी जमिसकेको थियो हो, यति धेरै थिएन। म यहाँनिर खाल्टा छ क्या, त्यहाँनिर नाला छ। झन्नै गाडी पल्टिहाल्यो, त्यहाँ नालाबाट झन्नै छिरेको होइन। तर पनि म भित्र गएँ, हत्तामा केही न केही गरेर बचेर गएँ। अब रिटर्न आउने बेला त यस्तो हेर्नु न, झन्नै म यहाँबाट आएको थिएँ। तर त्यहाँको एउटा भैयाले भने यता आएर घुमेर जा भने। अब अहिले मेरो बाइक यहाँ छ, अब चाहिँ म निस्किँदैछु साथीहरू। ल बाई है।